साथी राधे राधे। तपाईँलाई एउटा कुरा सोधौँ म चाहिँ आज आफू पनि एकदम धेरै कहिले कहिले हुन्छ नि मनमा एकदम पीडा परेर कता के कसलाई के पोखौँ भन्ने हुन्छ नि, तपाईँहरूलाई पनि हुन्छ होला पक्कै। अनि हेर्छु आफ्नो सर्कलको साथीहरू हेर्छु होइन, आफ्नो सर्कलको नै आफूभन्दा पनि जुनियरहरू हेर्छु। जुनियरहरू हेर्दाखेरि सबै आफ्नो लाइफमा सेटल भएको, सबैले आफ्नो लाइफमा घर गाडी यताउति परिवार सबै सेटल भएको देख्छु के। अनि आफूलाई हेर्छु, अनि म पनि अहिले 30 भएँ, 30 पुरा पुगेर 31मा लागेँ। हेर्नु न, म 30 पुरा पुगेर 31मा लाग्दासम्म मेरो उमेरका मेरो सर्कलका सबै साथीहरूले अब लोकसेवामा नाम निकाल्ने साथीहरूले पनि निकाले, सेटल भए। अरू ब्याङ्किङतिर तयारी गर्ने साथीहरूले पनि निकाले, घर गाडी किने, सबै चिजहरू भरिपूर्ण छ कि उनीहरूलाई भरिपूर्ण भइसक्यो। सबै चिजमा सक्सेस भइहाले। अनि छोराछोरी पनि पुरा, एउटा छोरा एउटी छोरी, लगभग 2टा सन्तान त चाहियो नि। अब छोरी मान्छेलाई त अब मातृत्व पनि त बन्नु पऱ्यो नि, आमा पनि त बन्नु पऱ्यो नि होइन र। अनि आमा पनि बनिसके, सबै चिज भ्याएर अहिले चाहिँ लाइफ इन्जोय गरिरहन्। यो टाइममा चाहिँ म चाहिँ अहिले यो काठमाडौँको एउटा अँध्यारो कोठामा लोकसेवाको तयारी गरिरहेको छु। सबै साथीहरू सेटल भइसके, म चाहिँ यो अरू सेटल भएर बसिसकेको अवस्थामा आफूले चाहिँ बल्ल जिन्दगीको सुरुवात गर्दैछु। यति बेला यस्तो अवस्थामा चाहिँ अहिले आफैप्रति हेर्दा अनि सोसल मिडियाहरू चलाउँदाखेरि चाहिँ सबै साथीहरू खुसी भएको, सेटल भएको सब चिज देख्दाखेरि चाहिँ म चाहिँ कस्तो अभागी रहेछु म मात्र भन्ने जस्तो फिल हुन्छ है। त्यो त तपाईँहरूलाई पनि हुन्छ होला। सबै साथीहरूले प्रगति गरिसके, मैले जिन्दगीमा केही पनि गर्न सकिनँ, म कस्तो पो अभागी रहेछु, मैले केही गर्न सकिनँ, यत्रो उमेर भइसक्यो अनि भन्ने त हुन्छ। तपाईँहरूलाई लाग्छ कि लाग्दैन? मलाई पनि कहिले कहिले त्यस्तै फिल हुन्छ क्या। अनि यत्रो वर्ष भइसक्यो, काठमाडौँ आएको नि 2 वर्ष प्लस भइसक्यो, 3 वर्षमा लाग्न थाल्यो। अनि कतै नाम चाहिँ निस्किएन, नाम निस्कियो पनि वैकल्पिक परे, लोकसेवा पीडित भनौँ न। अनि अहिले कसैले चाहिँ अहिले चाहिँ काठमाडौँमा के गर्छौ नि भन्दाखेरि मैले पढ्छु भनेर पनि भन्न छोडेँ क्या गाउँघरमा। अनि गाउँघरमा कस्तो सोच्दा रहेछन् भने गाउँघरमा त कलेजमा पढे जस्तो हुन्छ नि। आज 11, अहिलेको साल, अर्को साल 12, अहिलेको साल फर्स्ट इयर, अर्को साल सेकेन्ड इयर। तिम्रो अझै कटेन, तिम्रो अझै निस्केन। अनि आजकल त म त कसैले तेरो एक्जाम कहिले हो, तेरो निस्क्यो कि निस्केन भनेर कसैले क्वेसन गर्दा पनि यति इरिटेट हुन्छ। मैले झन्केर भन्छु कि कलेज हो र के, अहिलेको साल 11, अर्को साल 12, लोकसेवा पास गर्न यति सजिलो छ। म चाहिँ यस्तो झोक्किन्छु कि। अनि आफूलाई देख्दा विरक्त लाग्छ। तपाईँहरूलाई त्यस्तो लाग्छ कि लाग्दैन साथीहरू? सबैले प्रगति गरिसके, म मात्र कस्तो अभागी भन्ने फिल हुन्छ कि हुँदैन? मलाई चाहिँ कस्तो पिर पर्छ, पहिला लास्टै पिर पर्छ। अनि सोध्छु कि आफैले आफैलाई सम्झाउँछु, होइन सबैको एउटै टाइम हुन्न। सबैलाई कसैलाई छिटो प्रगति हुन्छ, कसैलाई ढिलो हुन्छ, कसैको छिटो नाम निस्किन्छ, कसैले छिटै प्रगति उन्नति गर्छन्, कसैको ढिलो हुन्छ। भगवान्ले सबैलाई त एउटै टाइममा प्रगति गर तैँले भनेर त सबैलाई एउटै टाइम त दिनुहुन्न नि त। कसैले अब लोकसेवाको यो अन्तिम वर्ष हो भनेर कसैले लास्ट मिहिनेत गर्छन् र अर्को वर्षदेखि दिन मिल्दैन, अन्तिम वर्ष हो भने अन्तिम वर्षको दिन चाहिँ सेवा प्रवेश गर्छन् कि। त्यस्तो पनि मैले देखेको छु। कसैले बुढेसकालमा आफ्नो जवानीभर अर्ध उमेरसम्म दुःख पाएर बुढेसकालमा चाहिँ एकदम सक्सेस भएको पनि देख्छु कि मान्छेको। अनि आफूलाई चित्त बुझाउँछु, मान्छेको चाहिँ सबको चाहिँ एउटै टाइममा सक्सेस हुने उमेर चाहिँ होइन है। कहिले कसैलाई छिटै सक्सेस दिन्छन्, कसैलाई ढिलो सक्सेस दिन्छन्। आफ्नो यो निधार भन्छ नि, हो यहाँ निधारमा के लिएर आएछ त्यो चाहिँ हुने रहेछ है। त्यस्तो लाग्छ। तपाईँहरूलाई कस्तो लाग्छ साथीहरू? यो चाहिँ मेरो यो मैले नयाँ च्यानल खोलेको छु युट्युबमा। अनि कति अरूको मात्र भिडियो हेरौँ, कहिलेकाहीँ आफ्नो पनि गरौँ भनेर चाहिँ मैले नयाँ च्यानल खोलेको। साथीहरूले सपोर्ट गरिदिनु होला। अनि तपाईँलाई के लाग्छ यो बारेमा, आफ्नो लाइफको बारेमा, अरूलाई देख्दाखेरि कम्पेयर गर्दाखेरि कस्तो लाग्छ त्यो चाहिँ कमेन्ट गर्नु होला है। राधे राधे साथीहरू, ल राखेँ है, बाई बाई।